याउ 18 वर्ष पुगे मेरो भिजा आयो खाडीको कहाना बेच्यो आमाको जग्गा धितोमा राखियो भाउ ठोकी आमाको निधारमा टिकट टाँसियो मन थामी आँसु पुछि कमाउनले लागियो सास फेर्न गाह्रो हुन्छ नचिनेका साथी छन् घरको अवस्था देखेर दुखी रहन्छ खाली मन अन्धकार थियो मलाई त हिँड्न पनि छाडी घर आउनु पर्यो बाध्यताले छोडी गाउँले पापी सर के गर्दैछिन् बुढी आमा मनमा अनेक कुरा खेल्छ मेरो कमाइ राम्रो ब्याज मागे सौले फेल्छ भिरमा कसो जिन्दगानी नकमाउँदा गाउँले हेप्छ तिर्न सके ऋण तिर्न सके पुहा फेर्न यस्तै बो जिन्दगानी मर्छु बाँच्छु घर छैन राम्रो काम लाउँछु भन्यो दलाली ठग रहेछ फोका उठ्छ हातमा पसिना रगत बग्दैछ महिनाको 80-90 लाखको सबै गफ रहेछ जिन्दगीको यो अँध्यारो ठाउँमा छु म छोडी चोटको कामले सधैँ घाउमा छु म यदि रोजगार भएको भए आफ्नै देशमा किन जानु पर्थ्यो र अरूको पाउमा छु न यदि मनले हुन्छ भने म त आफ्नै देशमा बारी खन्थे वर्ष किरेतीले बसो छैन काजी बन्ने चोट पर्छ कामको सास होइन पानी बुन्ने जसलाई कुरोहरू हुन्छ र परिवार छाडी बस्ने खारीमा झर्यो भन्दा मित्र पनि तारेका छन् घरको हालत देखेर छिमेकीहरू हाँसेका छन् काम गर्न नसकिने पानी रूपमा मरेका छन् नेपालमा खुसी हुनु गरिबीले खाइराछन् आएर वर्षौं ऋण तिर्ने भागा राखी भागा लागि गयो आएर लगाउने तालाचाबी बुवा आमा बुढा भई अब मेरो आश गर्छन् त गएर खटिराछु र मर्ने यास मारी